ल खै हामी चाहिँ अब रातोरात पोखरा जानु लाग्यो। अहिले चाहिँ हामीले मुस्लिम पुग्न लाग्यौँ हामी। Organic plaster. ल खै हामी चाहिँ अब रातोरात पोखरा जानु लाग्यो। अहिले चाहिँ हामीले मुस्लिम पुग्न लाग्यौँ हामी। रातोरात पोखरा जल्दी कटे जल्दी आइपुग्यौँ हामी। त नि है कति बुरान्छु घर मैले पहिला आउने जस्ताको त्यस्तो भन्दा बाटो पहिला त हाम्रो रोकियम कुन ठाउँ हो यो? एक्ज्याक्टली उहाँ तल पर चाहिँ डुम्रे हो। रक क्लाइम्बिङ गर्नु हो। यो ठाउँको नाम चुन पोखरा हो। यो रक क्लाइम्बिङ गर्छ यहाँ क्या जिउसम्म आउँदा यस्तो दामी थियो। ल आठ बजे हामी चाहिँ कति बजी निस्केर 7 बजे 7 बजी निस्केर आरामसँग आएर 11-12 बजीतिर आइपुगेर ल अब चाहिँ अलिअलि सपिङ गर्ने अनि त्यसपछि ट्रेकिङ सुरु। रङ साइड कस्तो भइरहेको छ? एकदम बवाल रमाइलो दामी भइरहेछ अहिलेसम्म त। अब हिँडेपछि थाहा हुन्छ के हुन्छ। ट्रेकिङ हुने ट्रेकिङ गियर अब किन्ने अब ल मारुति स्टोरमा सपिङ हुँदैछ मारुति ट्रेकिङको लागि। मेरै लागि हो। ओके भाइको सपिङ चल्दैछ। भाइलाई कपडा चाहियो। सपिङ गरेँ सुरुबाट लास्टमा। हेडल्याम्प हो चाहिँ यहाँ तर वाटर छ। नयाँ चाहिँ हाम्रो यो नयाँ प्रोडक्ट स्पेसल है। वेलकम टु मारुति स्टोर। इट्स अ मारुति स्टोर है। गोइङ फर ट्रेक रिप्रेजेन्ट ल यो बनाउनु त
त्यसमा भाइको लागि सपिङको लागि आएको सपिङ भयो सबै मेरो त सबै भइसक्यो भाइको सपिङ सबै एक टु जेड घरबाट केही नभएको यो भन्दा त्यो अलि न्यानो लाग्यो तर उस्तै हुन्छ त्यही लगाउनु भने त्यही लगाउनु फाइनली हाम्रो सपिङ सकिएको छ जाने मार्केट स्टोरमा सामान किनेर कहाँ भेट्ने ल हजुरहरूको यात्रा सफल रहोस् है डिनरको लागि जाँदै हुनुहुन्छ प्लिज भिजिट धन्यवाद हजुर ल है सामानहरू चाहिँ जस मैले खोजेको सामान चाहिँ अल प्राइस पनि एकदम रिजनेबल है सो आउँदा हुन्छ कतै ख्याल राख्नुहोस् है ल नेक्स्ट टाइम स्योर भेटौँ न प्लिज मेरो ल हाम्रो सपिङ चाहिँ भइएछ पोखराको यो भने स्टिक लिन लागि ए स्टिक अनि हेडलाइट लिन लागि छ स्टिक हेडलाइट अलिअलि फुडहरू दिनु पऱ्यो अनि त्यसपछि चल्दिन पर्यो ल हाम्रो प्याकिङ भइसकेको छ अब हामी यहाँबाट चेकआउट हुन्छौँ मेरा मजाक करता है त्यस्तो त हुँदैन है त्यस्तो त हुँदैन केटाकेटी चाहिँ पन्ध्र लाग्छ नि त चिप्लिन्छ नि त हात त भन्दा फरक न ठिकै ठुलो कुरा त छोडी नै क्यामेरामा कमला स्ट्यान्ड भएको मजा आउँछ अलि हामी त्यही सब माथि त मजारो होला कि मेरो लागेर नटी माथि नटी माथि पहिला मैले के लुवाङ घलेल भन्थेँ नि त पहिला अनि मलाई लाग्थ्यो एउटै गाउँको नाम हो भन्थेँ होइन पछि लुवाङ गाउँ अलग घलेल गाउँ अलग हुन्छ बाबु रेडी के लागि ढकाललाई पऱ्यो भने नहीं परेगा खास गरेर वेस्ट गरेर
Tracking. Vlog हान्दै आएको म त हामी जस्ट यो बाटो आएर बाटो अलिकति छोटो गरेको बल्ल गयो स्कुटी स्कुटी हाई सानो हेलो हाई सालीहरू गल्छियो नानी हाई सानो हेलो हाई हेलो यस यस यो खुल्नु पऱ्यो यस्तो हुनु पऱ्यो है फ्री हुनु पऱ्यो है लास्ट टाइम यता कता गयो साथी यो बाटोहरू कस्तो आनन्दको छ तिमी हिँड्नु ल अगाडि म भिडियो गरिदिन्छु ल आइ घलेलमा खैरेनी हेर्नुपर्छ घलेलमा खैरेहरू छ ल फाइनली Hello, how are you? How are you? हाम्रो बुहारी नानी भेट भयो भित्तामा टाकिनलाई कुकुडुकु बाबा मेन अगाडि हेर्छ बाबा एप्स देखाएर ए ल ठिक छ त्यो बाहिर बस्छ बाहिर यस्तो आनन्द छोड्यो कहाँ झन् बाहिर खुल्लामा आइरहेको छ फेरि थुन्न खोज्ने आएर नि सो बाबु ठिक छ नि हजुर गाउँ अब माथि होटलतिर जाने होटलतिर अझै ढोक्छ थ्याङ्क यू यो हेलमेटलाई यतै नानी रोएर नि नानीहरू कसैलाई फिल परेको अरे नानीहरू जान पाउँदैन छोरी छिटै भेट्ने बुम स्माइल स्माइल ल मामा माथि भेटिन्छ नि हामी होइन ल छिटै भेटौँ मामा है मामा चाहिँ माथि आउनुहुन्छ डुड खर्क अब चाहिँ नाम याद छ मलाई हामी जान्छौँ फरेस्ट क्याम्प होइन ल बुहारी छिटै भेटौँ ल बाई बाई ए हस् हुन्छ बाई 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 छोरी बाई कसैलाई छोरीहरू नि त हक नि यार कुनै बेला छैन
अनि यो बर्खामा मात्रै आउँछ कि फेरि बर्खामा यस्तो दामी आउँछ कि यो पानी आउने फेरि उता माथि हाम्रो जाने बाटो त्यहाँ त झन् ठुलो पर्छ आउँछ होला त्यता त खोलै छ अनि हाउँदाखेरि चाहिँ अनि पानी त्यहाँ हेर्नु खैरिनी आयो खैरिनीको नामै कान्छी रे कतै कुरा गर्छ यो चाहिँ अरू कान्छी छ होइन त्यो माइली हो कहाँ कान्छी नि मैले हो माइलीले हो नि नामै माइली हो माइलो हो नि त नाम अनि त्यसले डान्स पनि पठाइदिनु मलाई त्यसलाई गर्नुलाई तर त्यो ह्यान्ड चाउनु पकेर गरे अनि काठमाडौँ पनि भनिदियो चिकन नि चिकन निकाल्नु अहिले धेरै त्यो अहिले अलिक पछि त्यो लाग्दै जान्छ नि त खुट्टाले बुझ्दै जान्छ त्यसपछि चाहिँ चाहिन्छ कि मेरो खुट्टाले बुझ्नु थालिसक्यो अब आरामले त्यो डाइनिङ के माछा पालेको माछा पाले त्यो ट्रट फार्म हो अनि त पुरै त्यो टनेलो हालेर पुरै फार्मिङ हुन्छ ट्राउट हो त्यहाँ ट्रट फार्म उता त त्यो के अरे भेजिटेबलहरू फार्म पहाडको राजा कालीमै जान्छ होइन केही भएन माथि माथि बाबु बाबु एकछिन दाइ त जम्दै खैटुम यस फाइनली गाडीमा चढियो र गाडीमा घुम्दैछ ल बामा आराम हुनुहुन्छ ए हजुर सम्झिनु भएको थियो अरे होइन खबर पाउनु भएको थियो होला सुभाषले भन्दै थियो त्यसरी नै पस्नुपर्छ त्यहाँ बाटो हेर्नु भन्दै हुनुहुन्थ्यो हामी कालीमाटी आइपुग्यौँ सन्दीप ठिक छ नि एकदम खतरनाक राइडर भए चाहिँ एकदमै खतरनाक राइडर है मलाई सुपरम्यान बनाइदिनु भएको थियो गाडीमाथि आज एकछिन पुग्छन् भने लहर छोडेर आयो लाचोको अनि दिदी मैले त मेरो गाडी हो भनेको कहाँ विदेशी हुने दाइ पनि नेपाली हो नि बरु बार्गेनिङ भयो छिटो के त्यो त्यो झोलाभित्र डालिम खाजा गाडी त फेरि पनि आउँछ जस्तो नगर न मामा हिँड्नु न त एकछिन बसौँ खाजा खाएर हामी आज चाहिँ यता हामी फरेस्ट क्याम्पतिर निस्किन्छौँ अनि भोलि माथि पुगेर अनि फर्किने तल आएर चाहिँ बस्ने आनन्दरी अनि मामाको पसल चाहिँ त्यहाँ अनि होटल चाहिँ माथि बादलको भित्र है अब यही बादलभित्र छिर्दै जाने हामी यताबाट जान्छौँ नि हामी
यता पोर्सियम नानी आज गरे हैन यहाँ बार डिल अझै सक्यो होइन अब हामी ब्यागलाई पनि रेनकोट लगाइदिने आफ्नो रेनकोट स्ट्यान्ड बाई किनकि शीतले नै भिजाउँछ है उहाँहरू चढ्दै हुनुहुन्छ कि झर्दै हुनुहुन्छ आमा नमस्ते वान्स अगेन मेरो तेस्रो पटक यो ठाउँमा यो होटेलमा होइन फर्किनु भएको हजुरहरू नाइस धेरै राम्रो क्यारिबेनमा बेबी हुनुहुन्छ अनि त्यो बेबी अनि 2-3 महिनापछि मेरो बाबु नि आउँछ यस्तो थिएँ कि यसरी बसेको थिएँ होइन यो खुट्टा स्वाटै छिर्दियो गाली उफाल्यो खुट्टा छिर्दियो त्यसपछि भाइ सन्दीप सो हामी छौँ अहिले महादी ट्रेकिङ सुरु गर्ने ठाउँमा यो ठाउँमा भन्छ कालीमाटी अब चाहिँ हामी यहाँबाट ट्रेक सुरु गर्छौँ अनि यहाँ भर्खर पानी परेर पानी दिँदा भयो पनि ढिलो आइपुग्यो हामी चाहिँ मार्दी हिमालसम्म पुग्ने अब हेरौँ कति बज्छ के कस्तो हुन्छ मार्दी हिमाल एबिसी त अझै टाढा हो नि मार्दी लेट्स कम्प्लिट द मार्दी फर्स्ट कति कम्फर्टेबल भएर भइन्छ अनि राम्रो भयो भने रेडी फर द ट्रेक ल लेट्स गो देन आज हामी फर्स्ट क्याम्प पुग्ने फर्स्ट वे अफ देयर समवेयर देयर है त्यतितिर छ सो यस लेट्स गो ध्यान नटेको त्यो चिप्लो छ ध्यान नटेको भिडियो भइरहेछ ल भाइ लडेको नि भिडियो भा कहाँ न्युरो भाउजूलाई देखाउ न्युरो कस्तो फिल भइरहेछ लोड्दै जुकालाई टोकाउँदै जुकाबाट भाग्दै खुट्टा कमाउँदै भाइलाई कस्तो अनुभव भइरहेछ भाइ 30 फुट्ला जस्तो
बाबाले ऊ त यो टाइम योसँग गएर थर्ड टाइम हो सर त अब आम ओके भाइलाई फर्स्ट वेक भएको अनि फेरि एकैचोटि 2500 को हाइटमा आएको अनि त्यही भएर अलिकति धेरै राम्रो रह्यो फर्स्ट वेकमा यतिको राम्रो हो पहिलो दिन सक्सेस भयो भोलि लास्ट टपमा पुग्ने नि त भोलिको थाहा भोलि नि हुन्छ आइपुग्यो अब जुका तलासी हुन्छ खान तलासी होइन मेरोमा त चाउमिन जस्तो छ म डिस्ट्रिक्ट निकालेर फालिसकेँ अहिले पनि छ मलाई फिल भइरहेको तलै आमा जुगा आइगयो छैन आँखा चिरा पनि कस्तो डर आज 15 भइदिएको छ तल्लो नदियो होइन तल्लो यो बोदी यस दिस वान यो यस ओहो फाइनली पुग्यो फाइनली पुग्यो होइन जस मजा आयो ल वास्तवमा काम गर्दा म नुहाइहाल्छु नो के अहिले नो ल था जान्दु हेगो छिटो 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 3 लिटर फुल खाइसक्यो होला Need help, darling now. Oh my god. सब यहाँ झुके झुका Another. Yeah, bundle. Yes. Not nice. Can't help. Which camp are you at? Sorry? Which camp were you at today? We're going to stay here today. No, Tomorrow we'll go up. Before you go. Oh, you come up. Yes, we're coming up. Because we reserved this hotel, so we're coming from on the way. Okay. So Yeah. we have to come now. Oh, okay. So you're going up to Mardi Himmel base camp. Yes. My bidla is very long. You've just been. Oh, look, I'll show you some pictures, man. It's amazing. How is it up there? All right, so it was really clear. It was amazing. मेरो खुट्टातिर हेर है यो खुट्टातिर अझै चेक गर म यिनीहरूसँग फालिदिन्छु एकैछिन In the same views, mate. This was today. लुक माथि Oh, So after 1 day after 1 day. So you going up? tomorrow we are going to high camp Yeah, high camp. yes and then after tomorrow we are Base going to base camp Yeah. That's what I did. We were at high camp. Yes, today. yeah So this was today, and then we come down. oh Yeah. So tomorrow we got a 4-hour trek to the bottom, and got to get a taxi home back to Pakara. Down that way. सबै मैले पठाउँछु गाडी यहाँ चढिसकेको रहेछ एउटा पाहाडले फाल्नु म पाउँदा नि Oh my god. कपडा भयो दुवा गरिदिएको छ मेरो भित्ता भयो दुवा चपाती फालेको होइन यहाँ उज्यालै भने सेन्डलमा पनि छ होला के अरे पक्कै होइन ऊ छ त्यो स्यान्डललाई आगो छुन पुगाइदिएपछि डली एकछिन आगोको छेउमा बस्यो नि ब्लड पनि रोकेला नि एकछिन आगो छेउमा बस्यो नि ब्लड पनि रोकेला नि होइन चप्पललाई त्यहाँ आगोको छेउमा राखिदिउँ जुका भएको छ
ल म त्यो गरेँ यता गई भाइलाई युनिभर्सिटी हाल्ने भनेर म त आउनु हाल्छु त्यो भाइ डरा तिम्रो स्न्याप नि कुन यो रुम त्यो भाइ सब्जी कौडिङ गलाम त लागिहाल्यो क्या चम्केको जाने बित्तिकै नुहाउँछु भनेर यहाँनिर चाहिँ डोफ खायो कि भुँडी चाहिँ लगाइन्छ होइन ब्लडै ब्लड कि अनि यसो जुग्गाको कमाल है यो अर्ग्यानिक प्लास्टर ल अरू त फर्काउँछ एक्सरेन्ट गर्न जस्तो यदि आयो भने चाहिँ यत्तिको दुःख चाहिँ सहन पर्छ है